हेलो एभ्रिवान वेलकम ब्याक टु न्यू भिडियो। म आज फेरि हाम्रो काजी आमाको अर्ग्यानिक कृषि फार्म हाउसमा छु। तपाईँले देख्न सक्नुहुन्छ मेरो पछाडि केराको घाट छ। यो केरा के गरेर लान्छ भन्ने कुरा तपाईँहरूलाई जानकारी छ कि छैन। मैले केरा चाहिँ अब यो केराको यो काम नलागेको केराको फलिसकेपछि यहाँ देख्न सक्नुहुन्छ केरा यो फलिसकेपछि यो निकालिसकेपछि हामीले यो केरालाई चाहिँ सदुपयोग गर्नुपर्छ। सदुपयोग केमा हुन्छ भन्ने कुरा म तपाईँहरूलाई जानकारी दिन्छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला र अहिलेसम्म सब्सक्राइब गर्नु भएको छैन भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। म तपाईँलाई देखाउँछु। यहाँ चाहिँ लोकल चल्ला छ, देख्न सक्नुहुन्छ लोकल चल्ला छ। यो लोकल चल्लाको लागि चाहिँ मैले योभन्दा अगाडिको चाहिँ माथिको युज गरिसकेँ। अब म यो बाँकी रहेको यसलाई पनि आज युज गर्छु। डेली दिनको 1 टाइम चाहिँ हामीले यो चाहिँ दानामा युज गर्ने गरेका छौँ। दाना कसरी खुवाउने कसरी खान्छ तपाईँलाई म यो डिटेलमा देखाउँछु। ल यसलाई चाहिँ पहिला कटिङ गरौँ है त। यसलाई चाहिँ अब यो जरैबाट निकाल्नु पऱ्यो किनभने अब योभन्दा माथिको चाहिँ गइसकेको छ। बाँकी रहेको यसलाई चाहिँ आज यसलाई चाहिँ कम्प्लिट गर्नु छु। सक्नुभयो यसलाई चाहिँ मैले कटिङ गरिसकेँ। अब यसलाई म लिएर चाहिँ भित्र लिएर जान्छु। ओहो हेभी छ हेभी। यसलाई लिएर चाहिँ म चाहिँ फार्मभित्र पसिसकेको छु। देख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ हामीले कसरी कटिङ गर्ने तपाईँलाई म देखाउँछु। देख्नुहुन्छ लोकल कुखुरा यसरी बसिरहेछन्। लोकल कुखुरा कसरी पाल्ने कसरी चाहिँ पालेको चाहिँ मिठो हुन्छ तपाईँहरूलाई चाहिँ ल हेर्नुहोस् यसरी खानु सुरु हुन्छ। ल हुन्छ है टाउकाटा। ल यसलाई चाहिँ धेरै मसिनो पनि गर्नु पर्दैन, जस्ट खानालाई चाहिँ सहज होस् होइन, यसलाई टुक्राउनु सजिलो होस्। देख्न सक्नुहुन्छ यसरी चाहिँ कटिङ गर्ने सुरु गऱ्यो भने यो खाना सुरु गर्छ। यसरी खान्छ कि यहाँ देख्नुहुन्छ यो माथि बसेको सत्तल झर्छ एकैछिनमा है त। अब कटिङ सुरु गर्छु म। अब चाहिँ हामीले यसलाई चाहिँ कटिङ गर्नुपर्छ। यसलाई चाहिँ मसिनो गरेर कटिङ गर्ने ल। टाउ काटेर है तेरो कटिङ गर्न पाएको छैन कहिले खाना खोजिरहेको। हामीले यसरी चाहिँ लोकल कुखुरा पालिसकेपछि तपाईँहरूले केरा खेती पनि गर्न सक्नुहुन्छ। जसले गर्दाखेरि केरा जान लागेको यो केराहरूलाई चाहिँ यसरी लोकल कुखुराले सदुपयोग गर्छ है त। यसलाई खायो भने दाना पनि हुने भयो, केरा पनि खान पाइने भयो, सँगसँगै लोकल कुखुरालाई दाना पनि भयो, लोकल कुखुराको लागि चारो पनि भयो। राखेर काट्यो भने सजिलो हुन्छ।
भइसक्यो अलिकति अर्को ठाउँमा यहाँ देख्न सक्नुहुन्छ यसरी चाहिँ चल्लाहरूलाई चाहिँ यो केराको यो दाबा मजाले खान दियो भने यो गर्मी मौसममा पनि यो शीतलता प्रदान गर्छ र सँगसँगै चारोको काम पनि गर्छ। यसले भिटामिन प्रोटिनको काम पनि राम्रो काम गर्छ प्रशस्त मात्रामा। यिनीहरूलाई चाहिँ मासु पनि राम्रो हुने भयो, सँगसँगै यिनीहरूको स्वास्थ्य पनि राम्रो गर्ने भयो है त। यसले गर्दाखेरि यो गर्मी मौसममा यिनीहरू शीतलता प्रदान पनि गर्ने भयो, यसले चाहिँ चिसो पनि गर्ने भयो, जस्तो ग्लुकोजको काम गर्ने भयो। धेरै फाइदा छ हैन। त्यही भएर चाहिँ यो खेरा गएको चिजलाई चाहिँ सदुपयोग गरौँ। कोकोलाई थाहा छ कि छैन, थाहा छ भनेपछि जानकारी यसको बारेमा अझ विशेष रूपमा तपाईँलाई जानकारी छ भने जानकारी दिन सक्नुहुन्छ। यसरी खान्छ हामी देख्न सक्नुहुन्छ मजाले चाहिँ कुखुराले चाहिँ यो यति मिठो मानेर खान्छ कि पुरै छोडिदिनुहोस्। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ पुरा खाएर यहाँ टन्न भएर माथि गइसक्यो, कोही खाँदैछ। अब यो लडलाई मैले हालिसकेपछि उतापट्टि पनि छ, त्यो बाँकीलाई पनि फेरि कटिङ गरेर यो बाँकी कटिङ गरेर हाल्छु। आधा मैले हालिसकेँ। त्यसैले हजुरलाई पनि लोकल कुखुरा फार्म लोकल कुखुरा पाल्ने सोचमा हुनुहुन्छ भने सबै कुरा सम्पूर्ण जानकारी लिएर डिटेल रूपमा थाहा पाएर मात्रै तपाईँले काम गर्नुभयो भने अझ बेस्ट हुन्छ। लोकललाई पाल्न ब्रोइलरको सहज छैन, किनभने ब्रोइलर तपाईँको 40 दिनमा तयार हुन्छ भने यो तयार हुनलाई 7 महिना 8 महिना त लाग्छ। यो 7-8 महिना भएन भने 7-8 महिनाको पुगेन भने खानाको योग्य हुँदैन। यो खानाको लागि खाना योग्य गराउनको लागि 8 महिना कम्प्लिट हुनुपर्छ। अनि मात्र हामीले चाहिँ यसमा चाहे जस्तो यसको स्वाद हामीले पाउन सक्छौँ, लोकलको प्योर स्वाद। त्यसैले हामीले यो हाम्रो 8-9 महिना क्रस भइसकेको छ। यो खाने अवस्थामा तयारी अवस्थामा छ भने उतातिर हाम्रो 1 वर्ष क्रस भइसकेको छ। त्यो हामीले कन्टिन्यू बेचिरहेछौँ। यो पनि अब गइरहेछ फाटोफुटो भनेपछि उताको हाम्रो चाहिँ कन्टिन्यू गइरहेछ है त। हजुरलाई पनि चाहिन्छ भने सम्पर्क गर्नु होला। त्यही हो, तपाईँहरूलाई लोकल कुखुरा चाहिन्छ, लोकल कुखुरा खान चाहनुहुन्छ, लोकल कुखुरा स्वाद लिन चाहनुहुन्छ भने हाम्रो ढगिरीमा रहेको काजी आमाको अर्ग्यानिक कृषि फार्म हाउसमा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। हामी लोकल अर्ग्यानिक तरिकाले चाहिँ हामीले उत्पादन गरिरहेछौँ। यहाँ चाहिँ कुनै केमिकल, कुनै भिटामिन, कुनै प्रोटिन, कुनै केही पनि दाना समेत पनि हामीले चाहिँ बाहिरको दाना नखुवाएर प्राकृतिक रूपमा पाइने अब मकै त भइहाल्यो नै हैन। मेन स्पेसली यिनीहरूको चाडो भनेको मकै भयो, सँगसँगै धान, गहुँ, अनि सँगसँगै हामीले चाहिँ घाँस र यो हाम्रो फार्म वरपर पाइने सम्पूर्ण सागपातहरू, घाँसहरू, फलफुलहरू खुवाएर चाहिँ हामीले उत्पादन गरिरहेको छौँ है त। त्यो हाम्रो 1 वर्ष क्रस भइसकेको कुखुरा हो हैन। यहाँ देख्न सक्नुहुन्छ यसमा चाहिँ हाम्रो यो लुइचे प्रजातिको यो कुखुरा छ। यहाँ चाहिँ हामीले लगभग धेरै छैन, अब हाम्रो केही मात्रामा बाँकी छ। यो कन्टिन्यू गइरहेछ भने अब यसको स्वाद खानको लागि चाहिँ हामीले मार्केटमा चाहिँ जसले खानु भएको छ अहिलेसम्म राम्रै भन्नुभएको छ हैन। यसको स्वाद चाहिँ अरूभन्दा फरक छ। यसको टेस्ट अनि यसको सुप खान एकदम बेस्ट, अनि यसलाई साँधेर खाना पनि भयो। तपाईँले जसरी खान सक्नुहुन्छ, एकदम राम्रो छ स्वाद, यति यसको क्वालिटी राम्रो छ। तपाईँलाई पनि चाहिन्छ भने सम्पर्क गर्नु होला। हामीले उत्पादन गरेको देख्न सक्नुहुन्छ कसरी उत्पादन भइरहेछ, कसरी उत्पादन गर्छौँ भन्ने कुरा तपाईँलाई मैले प्रशस्त मात्रामा देखाइसकेँ हैन। हजुरलाई पनि यही तरिकाले फार्महरू खोल्दै हुनुहुन्छ, फार्म सुरुवात गर्दै हुनुहुन्छ भने आएर एकचोटि भिजिट गरेर तपाईँहरूले जानकारी लिन पनि सक्नुहुन्छ। धन्यवाद।